हेलो साथीहरू, आज चाहिँ हामी यहाँ बिहान लगभग अहिले 10-11 बज्यो। हामी दुईजना चाहिँ यहीँ सिस्नो निङ्गो खोज्न आएको होइन। यो चाहिँ मेरो साथी, ऊ चाहिँ अलबाट आएको, उसकै लागि आएको। म चाहिँ टिप दिनु, उसले अल लाने भनेर। ऊ चाहिँ म अल गएको थिएँ, उता कोपाकोमाले पनि पठाइदिनु भन्नुहुँदै थियो। अन्त हामी दुईजना चाहिँ निङ्गुरेर सिस्नो खोज्दै आएको हो। तर मैले खालि, तर ऊ अलको, तर मैले भन्दा बेसी चाहिँ उसले चिन्दैछ र उसले टिप्दै पनि छ हो। उसले त्यत्रो निङ्गुरो एक मुठा बनाइसक्यो। म चाहिँ सिस्नो मात्रै टिप्दैछु, त्यो पनि मैले 2-3वटा मुन्टा मात्रै बनाइरहेको छु हो। अन्त तपाईँले यहाँ अलैँची पनि रहेछ है। हुन्छ यो कसको बारी हो, हामीले टिप्दै सिस्नो र निङ्गुरो टिप्दैछौँ। मालिक आयो भने चाहिँ हामीलाई मार्छ होला, तर पनि अब सिस्नो निङ्गुरो टिप्नु दिनुपर्ने। अन्त अलैँचीहरू पनि रोपेको रहेछ बिचरा, हामीले अलैँची चाहिँ जोगाइदिएर टिपिदिँदैछौँ। यो सिस्नो छोक्कु भन्छ, राईबाट छोक्कु भन्छ होइन, के भन्छ त्यो? छोक्कै भन्छ होइन। म चाहिँ लिम्बू, तर मलाई थाहा छैन लिम्बूबाट के भन्छ। अन्त यसो हाल्नुपर्छ टिपेर। तपाईँहरूलाई पनि खाने मन छ भने चाहिँ हामीसँग कन्ट्याक्ट गर्नु होला होइन। अन्त यता साथीको केही छ भन्नु हुँदैछ। उसले चाहिँ धेरै टिपिसक्यो, उसको लागि त भइसक्यो। तर अब उसले गाउँमा पनि दिन्छ होला गएर अब आफन्तहरूलाई। अन्त उसले धेरै लाने अरे। तर म पनि हेरेर यसो सिस्नो चाहिँ लेकको यस्तो हुन्छ हेर्नुहोस्, यस्तो रमाइलो, यस्तो राम्रो हुन्छ। पातले सिस्नो देख्नु भयो, एकदम अर्ग्यानिक। तपाईँहरूको अहिले गरेर अहिले खायो धेरै फाइदा हुन्छ जस्तो लाग्छ मलाई। बजारबाट किनेर खाएको भन्दा पनि यो खाँदा चाहिँ। अन्त हामीले खानु पनि जरुरी छ यो सिस्नोहरू होइन, अर्ग्यानिक चिजहरू। भोलिको दिनमा हाम्रो नानीहरूले बिर्सिन्छ, नभए खाँदैन, बजारको चिज मात्रै किन्छ। आज त चिल्यो नि, कस्तो चिल्यो छ, पन्जाबाट पनि चिल्यो। र हुन्छ गाइस, बाई होइन। अब चाहिँ भिडियो बनाएपछि चाहिँ निङ्गुरो टिप गर्छु भ्याउँदिनँ रहेछ म। तपाईँहरूसँग बाटो भेट्ला बाई भन्दै भ्लगलाई लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनुहोस् होला होइन। तपाईँले यस्तो भिडियो फेरि हेर्नु चाहनुहुन्छ भने चाहिँ होइन। मेरो साथीले चाहिँ एकदम टिप्दैछ। अब तपाईँहरूलाई चाहिँ बाई होइन।